नमस्कार सम्पूर्ण साथीहरु नमस्कार है त नमस्कार के छ हाल खबर सन्चै आराम हुनुहुन्छ आज चाहिँ अब यो दशैं लाग्यो हैन अब दुःख सुख यस्तै छ स्थिति परिस्थिति हैन सबै कुराहरु यस्तै छन् तैपनि अब आफ्नो आफ्नो हिसाबले सबैले दशैं मनाइरहनु भएको छ होला मनाउँदै हुनुहुन्छ होला अब जति पनि अब जे छ सामान्य रूपमा भन्दाखेरि चाहिँ यो दशैंमा यसो घरमै बनाएको अर्गानिक चीजहरु भन्नु भन्दा नि अब बजारबाट ल्याएको चीज हो जे भए पनि एउटा आफ्नो हिसाबले बनाएको खानेकुराहरु चाहिँ एज अ मुकबाङ जस्तोस् हैन भिडियो थोरै खाने हो गर्ने हैन गजब छ अब यो चाहिँ के छ है अब यो जुसहरु पनि छन् यो के जुसहरु अनि त्यसपछि गएर यहाँ यो के हो च्याङ्राको चाहिँ झोल हैन यो पुरी अनि त्यसपछि लगायतको यो सुकुटी दशैं भनेपछि सुकुटी अनि यो विभिन्न परिकारहरु के पुरा भोजै तयार भएको छ यहाँ चाहिँ घरको गृहिणीले चाहिँ धेरै कुराहरु चाहिँ बनाउनु भएको छ अब खाने अब सबैहरु पनि खानु होला रमाइलो गर्नु होला हैन अब खाऊ अब के छ जिन्दगी हैन खानु पर्यो फेरि अब पेटले फेरि अब चाहिँ जति ठुलो कुरा गरे पनि खाना मागिहाल्छ अलिकति दशैंको बेलामा चाहिँ अलिकति भेराइटीहरु अलि बढी हुने गर्छ भनौं न सो वेल ओके सुरु गरौँ है त लेट्स स्टार्ट विथ काक्रो हैन कुकम्बर ओके चियर्स हेलो घरको गृहलक्ष्मी चियर्स है भेराइटीमा धेरै कुराहरु मैले भने सामान्य यो चाहिँ के भने च्याङ्राको झोल टक्कै चाखिहालौँ च्याङ्रा झोल है त भयंकर भएछ च्याङ्राको झोलसँग एउटा रोटी चोकेर खानु दामी हुन्छ यो आटाको रोटी पुरी चिउरा भइहाल्यो सलाद पापड यो चिकनको हैन चिकन अब फ्राई भने भयो बोडी पनि यहाँ थियो बोडी टमाटरको अचार चिकन यो चाहिँ पुरा के भन्छ यो च्याङ्राको भित्रीमा छैन चिकन भर्न सबै एक सुकुटी आलुदम हैन सब कुरा घरमै बनेको मेरो मिसेसले घरको हेड अफ द हाउस भनेर गृहलक्ष्मी हैन मेरो मिसेसले चाहिँ धर्मपत्नीले चाहिँ बनाउनु भएको एम्मी छ है एम्मी टेस्टी छ अलिकति दशैं आएको फिल चाहिँ भयो यो चाहिँ के रहेछ यो चाहिँ के हो बुढी हो त जुस छ त ए म त कहाँ खान्छु त बियर हो यो म त खान्थिन नि त ओहो कति त कहाँ त खान्छु त अर्को बोतल छैन बरु वासा खानु पनि वासा त अष्टमीको अब भोज अब घर जानु पाइएन घरमा सबै परिवार रमाइलो गर्दै हुनुहुन्छ म चाहिँ हामी चाहिँ आफ्नै भित्रै आफ्नै कारणवश जहाँ बसेछौँ त्यही छौँ यसरी भनौँ न तर जहाँ बसे पनि जहाँ भए पनि आफ्नो ठाउँमा ह्याप्पीली मनाउँ होइन अब परिस्थिति स्थितिहरू कुराहरू यस्तै हुन्छ कतै दुःख कतै सुख कतै हाँसो कतै रोदन होइन के गर्ने संसार छ खानै पर्यो हैन यस्तै छ अब बियर त खान्न भनेको मिठै लाग्दैन
बस यो चट्ट च्याङ्राको झोल हालेर चाहिँ चिउरालाई यो लसुन पनि गजब लाग्छ मलाई काँचो पनि सिमीको तरकारी त भन्नै बिर्सेछ हौ आलुदम भोक लाग्यो भने यस्तो परिकार है के टाक्क लागि चाहिँ लोकल राँगाको सुकुटी प्राउन पुरी